सञ्चालिका उर्मिलाबेनले मैले सम्बोधन गर्न थालिनँ, जुन समय भइसकेको छ। हामी यहाँ उपस्थित भइसकेको छ। हाम्रो टोलमा हामीले विश्व हिन्दू महासङ्घलाई जोडेर नै विश्व हिन्दू महासङ्घ मात्र नभए हामी सबैको स्वागत सम्मानको लागि मैले एउटा छोटो भजन जति हो त्यो गाथे स्वागत सम्मानको भजन। हिन्दू राष्ट्र बनाउने हामी सबको चाहना, हिन्दू राष्ट्र बनाउने हामी सबको चाहना, विश्व हिन्दू महासङ्घलाई बनाउँदै गहना हाम्रो सम्मान छ हिन्दू महासङ्घका बुटोल आउने सज्जन विद्वानहरू सबैलाई हाम्रो सम्मान छ विश्व हिन्दू महासङ्घका बुटोल आउने सज्जन विद्वानहरू सबैलाई। सत्सङ्ग भजन मण्डलीका दिदी बहिनी सबलाई, सत्सङ्ग भजन मण्डलीका दिदी बहिनी सबलाई, समान हाम्रो बेनबहादुर र महेश्वर हजुरलाई सबलाई स्वागत छ बुटोल आउनलाई, भजन कीर्तन गरेर सम्मान पाउनलाई सबलाई स्वागत छ बुटोल आउनलाई, भजन कीर्तन गरेर सम्मान पाउनलाई। जिल्ला प्रदेश केन्द्रीयका मान्यजनहरूमा मनैदेखि स्वागत सम्मान मेरो सबैमा बधाई ज्ञापन छ हिन्दू महासङ्घमा प्रवेश हुने दाजुभाइ र दिदी बहिनीलाई बधाई ज्ञापन छ हिन्दू महासङ्घमा प्रवेश हुने दाजुभाइ र दिदी बहिनीलाई। धर्म कर्म के हो भन्ने जसले जान्दैन, धर्म कर्म के हो भन्ने जसले जान्दैन, शिव नाम जप्न उसको मनले मान्दैन। सादर प्रणाम छ ज्ञान ज्योति र अन्य पुस्तक रचना गरी छाप्ने सबैलाई, सादर प्रणाम छ ज्ञान ज्योति र अन्य पुस्तक रचना गरी छाप्ने सबैलाई। हार्दिक नमन प्रशासनका आयोजक टिमलाई, हार्दिक नमन प्रशासनका आयोजक टिमलाई। अर्को सम्मान कार्यालयकी उर्मिला बहिनीलाई सबको आशीर्वाद हिन्दू महासङ्घका दाजुभाइ र दिदी बहिनीहरू सबैलाई सबको आशीर्वाद हिन्दू महासङ्घका दाजुभाइ र दिदी बहिनीहरू सबैलाई सबको आशीर्वाद हिन्दू महासङ्घका दाजुभाइ र दिदी बहिनीहरू सबैलाई। धन्यवाद। जय विश्व हिन्दू महासङ्घ।